नेवार समुदायको चाड अन्तर्गत पाहाचरेको तेस्रो दिन बिहिबार काठमाडौँको असनमा धुमधामका साथ खटलाई जुधाउने जात्रा मनाइएको छ। हरेक वर्ष घोडे जात्राको भोलिपल्ट 3 अजिमालाई आफ्नो ठाउँबाट बाजागाजा सहितको टोलीले खट जात्रा गरी असन पुर्याएर जात्रा मनाउने परम्परा छ। असनमा पुर्याएपछि आदर र सम्मानपूर्वक खट जुधाउने र दियो सहितको चिलाक साटासाट गर्ने परम्परा रहेको छ। खट जुधाउने भन्ने प्रचलन रहिआएको हो। खट असन चोक पुगेपछि घर घरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ। यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ। यस क्रममा विशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ। असनमा चिलाक साटासाट गरेपछि 3वटै अजिमा आफ्नो स्थानमा लगिन्छ। पाहाचरे पर्वका अवसरमा उपत्यकाका विभिन्न स्थानमा पनि देवी देवताको खट जात्रा हुने गर्दछ। टेलीभिजन खोजमूलक पत्रकारिता।